रामजी, मैले तपाईँको नाक हेरेँ, भित्र पनि प्रब्लम छ, बाहिर पनि सेप मिलेको छैन। अब यसको लागि हामीले सेप्टोराइनोप्लास्टी भन्ने अपरेसन गर्ने गर्दछौँ। सेप्टोराइनोप्लास्टी भनेको भित्रको नाकको हड्डी सिधा बनाउनेलाई सेप्टोप्लास्टी भनिन्छ र बाहिरको सेपलाई मिलाउने भनेको राइनोप्लास्टी भन्ने गरिन्छ। र यो दुइटै अपरेसन हामीले एकैचोटि गर्न मिल्छ। यो दुइटै गऱ्यो भने तपाईँको सेप पनि मिल्ने भयो, अर्को भित्रको सास फेर्न पनि सजिलो हुने भयो। अब यो गरिसकेपछि हाम्रो अपरेसन टाइम नर्मली 2 देखि 3 घन्टा लाग्ने गर्दछ। यो होल बडी बेहोस गरेर गर्ने गर्दछौँ हामीले यो अपरेसन। अपरेसन गरिसकेपछि हामीले 2 घन्टा अब्जर्भेसनको लागि पोस्टअपमा राख्ने गर्दछौँ। त्यसपछि सबै ठिक छ भने हामीले क्याबिनमा सिफ्ट गरिदिन्छौँ र अपरेसन गरेको राति चाहिँ हामीले क्याबिनमा राखेर 1 दिन नाइट स्टे गर्न लाउँछौँ र भोलिपल्ट सबै ठिक छ भने हामीले भोलिपल्ट डिस्चार्ज गर्ने गर्दछौँ। र यसमा मेजर कम्प्लिकेसनहरू त्यस्तै केही पनि छैन। नाकमा अलिअलि ब्लड बगिराख्ने हुन्छ 2-4 दिन, नाकमा रगतहरू जमेर 2-4 दिन अलिकति दुगला जस्तो सास फेर्न गाह्रो हुनसक्छ र आँखाको मुनि वरिपरि अलिकति रगतहरू जमेर स्वेलिङ हुनसक्छ। त्यसले गर्दा बिरामीहरू आत्तिन्छन्, त्यो आत्तिनु पर्दैन, त्यो नर्मल फेनोमेना नै हो। र हामीले अपरेसन गरिसकेको 1 हप्तापछि फेरि हामीले बोलाउने गर्दछौँ टाँका निकाल्नलाई। टाँका निकालिसकेपछि हाम्रो प्लास्टर निकालेपछि तपाईँले आफ्नो नाकको सेपहरू देख्न सक्नुहुन्छ र त्यो बेला 50% मात्र स्वेलिङ घटेको हुनाले अलिकति स्वेलिङ भएको हुनाले साइज ठुलो लाग्न सक्छ र 1-1.5 महिनामा 70-80% स्वेलिङ घटिसकेपछि तपाईँले आफ्नो नाकको सेप राम्रो देख्न सक्नुहुन्छ र यसमा कम्प्लिट रिकभरी चाहिँ 1 वर्ष लाग्ने गर्दछ। त्यही